हेलो नमस्ते नमस्कार अनि हार्दिक स्वागत छ मेरो भ्लगको आजको अर्को एपिसोडमा। र आज चाहिँ म इटहरी उपमहानगरपालिकामा आइसकेको छु हैन। अनि मसँग एकजना दाइ हुनुहुन्छ मलाई दैलेखबाट। हामी दुईजना आएको छौँ र यो हो इटहरीको सुन्दर दृश्य। इटहरीमा हामी अब 2-4 दिन बस्छौँ होला, रमाइलो गर्छौँ, साथमा रहनु होला भ्लगको हैन। अनि भ्लगहरू चाहिँ 1-2 खिच्ने भन्ने प्लान छ। आवाज अलिक नराम्रो आएको होला, क्यारेङ क्यारेङ गरेर हैन। हावा पनि छ, त्यसमा गाडीहरू धेरै छ नि त। अनि हामी चाहिँ अहिले सफारीमा यात्रा गरिरहेको छौँ। यो यात्रा चाहिँ कहाँसम्मको भने गर्मी छ नि त, घाम लागेको छ, टन्ने चर्को घाम लागेको छ। अनि स्विमिङ खेल्नको लागि चाहिँ जाने भन्ने प्लान भयो कि दुईजना दाजुभाइको। अनि हिँड्दै गरेको अहिले चाहिँ हामी यहाँ बुढी खोलामा आइपुग्यौँ। यो बुढी खोलाको दृश्य हो। यहाँ कोही अपरिचित मान्छेको अन्त्येष्टि हुँदै रहेछ है। जोस् जिन्दगी यही हो, बाँचुन्जेल मात्रै जिन्दगी हो। त्यस पछाडि मरिसके पछाडि त्यो आगोको राप र माटोको चापभित्र कुनै पनि जीवन हुँदैन भन्ने कुरा चाहिँ यहाँ बुढी खोलाबाट देख्न सकिन्छ। हामी दाजुभाइ चाहिँ अब स्विमिङ खेल्न जाँदैछौँ। अनि सम्पूर्ण युट्युब फ्यामिलीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धेरै सब्सक्राइबरहरू चाहिँ बढिरहेको छ होइन दिनानुदिन। र अहिले पनि कति 546 कतिको हाराहारीमा छ त्यस्तै होइन। भिडियो हेर्नु होला, अनि सब्सक्राइब गर्नु होला, लभ रियाक्ट गर्नु होला, लाइक गर्नु होला, त्यस पछाडि कमेन्ट पनि गर्नु होला। हामी चाहिँ अब यता गोकर्ण रिसोर्ट भन्ने ठाउँमा आइपुगिसक्यो होइन। यहाँदेखि चाहिँ अब इन हुन्छौँ, जाँदैछौँ दुईजना भाइहरू। अब यात्रामै रहनु होला। फाइनली हामी चाहिँ गोकर्णमा आइसक्यौँ होइन। अब यहाँको दृश्यहरू पनि के कस्तो छ त्यो पनि अब के कस्तो छ म खिचेर तपाईँहरूलाई हाल्नेछु अवश्य पनि। यहाँ चाहिँ गीतहरू बजिरहेछ, अलिकति डिस्टर्ब हुन्छ होला। यो गोकर्णमा चाहिँ मेरो सेकेन्ड टाइम हो होइन। फर्स्ट टाइम चाहिँ म कहिले आएको थिएँ भन्दाखेरि यो भर्खर कन्स्ट्रक्सनहरू चाहिँ भर्खर उयो हुँदै थियो क्या, सुरुवात हुँदै थियो। यहाँ केही पनि थिएन। जस्तो अब अहिले चाहिँ धेरै परिवर्तन देखेँ। अनि देखाउँछु तपाईँहरूलाई पनि। यो चाहिँ खोइ के को चित्र हो म पनि थाहा छैन होइन। यस्तो एनिमल्सहरूसँग एकदम अनभिज्ञ छु क्या म। यो हात्ती भनेर चाहिँ चिन्छु होइन, अरू चाहिँ थाहा भएन है। यताको चाहिँ चिन्दिनँ। यो परी हो कि अप्सरा हो? यो परी हो कि अप्सरा हो? यहाँ चाहिँ ठुलो भवन रहेछ यतातिर चाहिँ। अनि यहाँ एउटा रेस्टुरेन्ट पनि रहेछ। अनि हिज महादेव, हेलो महादेवलाई हाई भन्दा। अनि यहाँनिर मिकी र माउसलाई पनि मैले देखेँ। कस्तो लागिरहेछ दाइ? अनि ए डन भनेका डन। अनि जस मलाई लाग्छ केटाकेटीको लागि चाहिँ धेरै उत्तम ठाउँ छ यहाँनिर। हिजो चिङ्गम सर अनि मोटु एन्ड पत्लुकी जोडी पनि रहेछ यहाँनिर है। बालबच्चाहरूको लागि चाहिँ धेरै राम्रो ठाउँ रहेछ यहाँनिर। अनि मेन कुरा चाहिँ यहाँदेखि देख्न पाइन्छ होइन खेल्नको लागि। यहाँ केटाकेटीहरू मात्रै खेल्ने हो, रमाइलो रहेछ। टिकट बिना प्रवेश निषेध अरे, टिकट चाहिँदो रहेछ है। राम्रो रहेछ केटाकेटीहरूलाई खेल्ने ठाउँ। तर हामी त ठुलो मान्छे हो नि त, हामी केटाकेटी खेल्ने ठाउँमा खेल्दैनौँ। हामी स्विमिङ गर्छौँ।
बाफ्रे एकैचोटिमा गरिब बनाइदिँदो रहेछ स्विमिङ खेल्दाखेरि त लास्टै महँगो रहेछ नि त 250 रुपियाँ ठुलाको अरे हामी ठुलो हो कि सानोको देउस गोकर्ण स्विमिङ पुल भनेर चाहिँ होइन यहाँभित्र रहेछ सायद स्विमिङ पुल चाहिँ हामी चाहिँ बाहिर छौँ टिकट काट्छौँ एकछिन पछाडि अनि यहाँ चाहिँ रेल पनि रहेछ होइन केटाकेटीलाई भुलाउनको लागि यदि तपाईँहरू पनि बिहे गरेर केटाकेटी छ भने यहाँ ल्याउन सक्नुहुन्छ है भुलाउनको लागि टिकट काटौँ न त जाउँ न त यता परतिर त्यसो भए हजुर कतै जाने ठाउँ छ उता तलतिर तल्लोपट्टि जाउँ न के छ हामीले अहिले टिकट नकाटेको क्या किनभने टिकट काटेपछि खेल्नु मन परिहाल्छ अनि खेल्नु मन परेपछि अब खेलिसके पछाडि फेरि अनि बाहिर निस्क्यो भने फेरि गर्मी हुन्छ नि त अनि गर्मी भएपछि फेरि अलिकता ल्याङ हुन्छ क्या पसिना पसिना हुन्छ त्यही भएर हामीले अहिले टिकट नकाटेको क्या यो चाहिँ राम्रो बनाएको कृपया फुल नटिप्नु होला पत्ता पत्ता टिप्नु मिल्दो रहेछ यहाँनिर फुल चाहिँ नटिप्ने होइन फुल टिप्न मनाइ छ अरे नि त मोटु चाहिँ गाड रहेछ नि पत्ती चाहिँ कता यहाँ त यस्तो रहेछ यार छिर्दिउँ क्या हो मैला शौचालयमा छिर्दिउँ क्या हो तर मान्छे छैन नि त त्यहाँभित्र त्यही भएर मान्छे नभएको बेलामा त छिर्ने कि मान्छे भएको बेलामा त मारिहाल्छ होइन काण्ड लाग्छ काण्ड लाग्यो भने त फेरि मेरो जिन्दगी धराप हुन्छ महादेवको पिछवाडा देखो म यहाँ बस्छु तपाईँहरूसँग एकछिन कुराकानी गर्छु यस्तरी बस्छु होइन अनि गर्मी छ नि त धेरै अनि बसिरहेको छु धेरै गर्मी छ क्या इटहरीको ठाउँ होइन तापक्रम पनि धेरै छ अनि आज शुक्रबार हो 27 गते अनि विशेष गरेर आज चाहिँ जनै पूर्णिमा त्यस पछाडि रक्षाबन्धन अनि गाई जात्रा सबै क्या धेरै चाडहरू चाहिँ आजको दिन परेको छ अनि सम्पूर्ण चाडको चाहिँ सबैजनालाई धेरै धेरै शुभकामना अनि ह्याप्पी रक्षाबन्धन विशेष गरेर अनि मेरो बहिनीहरूलाई पनि धेरै धेरै सम्झना छ होइन सबैजना बहिनीहरूलाई नाम मेन्सन गर्दिनँ तर पनि मलाई चाहिँ दाई भन्ने जति सबैजनालाई ह्याप्पी रक्षाबन्धनको धेरै धेरै शुभकामना स्वस्थ रहनु मस्त रहनु अनि त्यस पछाडि खुसी रहनु जिन्दगीमा खुसी हुनु नै सबैभन्दा ठुलो उपलब्धि हो अनि भाइ आउँदैछ यहाँनिर भाइ कहाँ हिँडेको भ्लग बनाएको कहाँ हो तिम्रो घर अनि यस्तै छ लास्टै गर्मी भयो एकछिन अब यहाँ घुम्छौँ त्यस पछाडि स्विमिङ गर्छु अनि जान्छु मेरो के जान्छ र होइन र दाइलाई पर्खेको क्या दाइ चाहिँ अब उता रेस्टरुमतिर गएको छ त्यही भएर मेरो पछाडि शिवजी त्रिशूल लिएर बसिरहेको छ मेरो सुरक्षा गर्दैछ यदि मलाई केही भइहाल्यो भने शिवजीले मेरो सुरक्षा गर्छ मान्छे आउँदै थियो क्या अनि यस्तो हेर्दै थियो क्या मलाई नै लाज पनि लाग्यो अनि तर हामी लाज खोजेको मान्छे हो होइन फाइनली अब चाहिँ हामी टिकट काट्न लागिरहेछौँ होइन 250 एकजनाको त्यो खेल्न पानी मात्रै दिने हो कि अरू पनि दिन्छ त्यहाँनिर ए हजुर त्यही मात्रै हो टाइम त छैन नि होइन त्यो खेल्ने क्या यति टाइमभित्र मात्रै खेल्ने भन्ने टाइम त हुँदैन ए होइन कि टाइम हो आधी घन्टा मात्रै खेलेर खेलाउने हो कि भन्ने
हामीले चाहिँ टिकट काटिसक्यौँ होइन त्यो देखाइदिनु न टिकट यो हो हामी दुईजनाको टिकट कस्टम पनि दिन्छ अरे त्यहाँभित्र चाहिँ होइन यो गेट तान्ने हो कि ठेल्ने हो हेलो हेलो हामी खासै त्यो कता हो त्यो खेलेको मन छैन कहाँ हाल्नु खेल्ने हामी खेल्ने ठाउँ त देख्दै देख्दैन होइन कहाँ हो फाइनली मैले चाहिँ होइन कस्टम पनि चेन्ज गरिसकेँ अनि हल्का हल्का लाज पनि लागिरहेछ होइन किनभने फर्स्ट टाइम हो नि त मेरो स्विमिङ अनि त्यो पर चाहिँ रहेछ हामी खेल्ने ठाउँ चाहिँ तर पनि गहिरो छैन रहेछ क्या धेरै केटाकेटीमा खेलेको मान्छे हो अलिअलि हल्का अब डुब्यो भने चाहिँ थाहा छैन होइन कसले बचाउने हो हामी फाल्नु न यहाँ गहिरो छैन भाइ यहाँ हजुर सब्सक्राइबर धेरै छैन भाइ भर्खर हो धनकुमार मगर धनकुमार मगर थ्याङ्क यू सो मच दुईजना सब्सक्राइब गरिदिनु ल हामी आइहाल्छौँ नि ल ल जानु ल रेडी ल रेडी 3 2 1 को हान्नु न डाइभ हान्नु न ल हान्नु हान्नु ए गयो बुढा अब चाहिँ म जान्छु पौडी खेल्नु होइन डाइभ हान्छु डुबेर मऱ्यो भने बताउ रेडी गो मजा भयो होइन शीतल रहेछ पानी पनि चिसो छ खुट्टा बोलेर मारिसक्यो अब चाहिँ टाउका हान्दैला नि फेरि ल फेरि एकचोटि भएछ अझै उफ्रियो क्या जम्पिङ गऱ्यो जम्पिङ चाहिँ पुगेन क्या जम्पिङ पुगेन ल रेडी गो मजा भयो 250 रुपियाँको मजा लुट्दैछु ट्राई गर्नु अब पानीसँगै पोखरीमा हाम फाल्नु भने चाहिँ होइन मोबाइल वाटरप्रुफ होइन त्यही भएर मोबाइल चाहिँ बाहिर अब मात्रै हाम फाल्ने हो यहाँदेखि खेल्नु भने त पछिबाट त गाह्रो हुन्छ होला त होइन पिल्चेर जानु न तपाईँ हजुर केही हुँदैन भाइ चाहिँ माथि पुगेर हेरिराखेको छु उतातिर अहिले 4 खेलतिर हामी अब सुरु गर्दैछ भाइ चाहिँ यो बाटो आउँदैछ है भाइ चाहिँ सानो बाटो आइरहेको छ सुरु गरिसक्यो माथिदेखि लाउँछ अब एकछिनमा ल यो ल धेरै भइसक्यो खेलेको चाहिँ होइन टाइम चाहिँ मजा लागिरहेछ पानीदेखि निस्किनु मन लागिरहेछ होइन क्या म त दिनभरि खेल्छु होला आज बेलुकातिर जान्छु भात खाने बेलामा यहाँ पौडी खेल्ने मान्छेहरूसँग मेरो कुनै पनि नाता छैन होइन 250 रुपियाँ तिरेको थियो अनि मात्रै खेलेको यहाँनिर म त खेल्दिनँ थिएँ कस्तो भयो मजा रहेछ म यहाँ ठाउँको ठाउँ उल्टी जाम हो कि सुल्टी जाम के भन्छ ब्याक क्लिप हानिदिन्छु फाइनली हामी चाहिँ अब स्विमिङ पनि गरिसक्यौँ है स्विमिङ गरेर बाहिर पनि आइसकिसक्यौँ अनि बाहिर आएर चिसो पनि खाइसक्यौँ त्यसपछि चुइगम्चा पदै हिँडेको अटो आउँदैछ अब अटोमा जान्छौँ
यस्तै भयो आजको भ्लग होइन। अब रुम जान्छौँ। यतिखेर चाहिँ हामी बाहिर गएर पनि रुममा आइसकेका छौँ अनि अब रेस्ट गर्छौँ होइन। हामी दुई भाइ नै आइसक्यौँ। मोबाइल चलाउँदै व्यस्त हुनुहुन्छ। म चाहिँ अब एन्डिङ गर्दैछु भिडियोको। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै मुरी धन्यवाद। अनि भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, त्यस पछाडि सब्सक्राइब गर्नुहोला। अनि यो भिडियो चाहिँ जस्ट फर मेमोरीको लागि होइन। धेरै अब यात्राहरू गरिन्छ तर अब त्यो हुन्छ नि जिन्दगी जिउँदै जाँदाखेरि बिर्सिन्छ क्या। अनि पछि गएर चाहिँ अब युट्युब सर्टकट खोलेर अनि यो पलहरूलाई चाहिँ समेटेर कैद गरेर राखिरहेको थियो भने पछि गएर हेर्दाखेरि एकदम छुट्टै आनन्द महसुस हुन्छ। त्यो मलाई थाहा छ होइन। अनि त्यही भएर चाहिँ जस्ट फर मेमोरीको लागि चाहिँ हामी दुईजनाले स्विमिङ गर्नु गएको त्यो भिडियो चाहिँ अब बनाएर हालेको छु। अनि हेर्नु होला, सपोर्ट गर्नु होला, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन। त्यति नै हो। नेक्स्ट भ्लग अब अर्कोचोटि आउँछ, त्यो पनि हेरेर साथ दिनु होला। बाई बाई, हेभ अ नाइस टाइम। धेरै भइसक्यो खेलेको चाहिँ होइन। टाइम चाहिँ मजा लागिरहेछ। पानीदेखि निस्किनु मन लागिरहेछ होइन क्या। म त दिनभरि खेल्छु होला आज। बेलुकातिर जान्छु भात खाने बेलामा। अघि त यति धेरै मान्छे थिएन क्या, थोरै थियो। अनि दिन छिपिँदै गएपछि चाहिँ धेरै मान्छे आउनु थाल्यो। एकदम राम्रो देखिन्छ होला। मेरो आवाज चाहिँ राम्रो सुनेको छैन होला क्या, किनभने म सानो बोलिरहेको छु नि त। यहाँ पौडी खेल्ने मान्छेहरूसँग मेरो कुनै पनि नाता छैन होइन। 250 रुपियाँ तिरेको थियो अनि मात्रै खेलेको यहाँनिर, म त खेल्दिनँ थिएँ। कस्तो भयो, मजा रहेछ? म यहाँ टाउको उल्टी जाम हो कि सुल्टी जाम के भन्छ, ब्याक क्लिप हानिदिन्छु।